मिडिया, हामीलाई अहिले नै सब्स्क्राइब गर्नुहोला। भोट हाल्नु भयो कि भएन यसपालि? यो बुढीले चाहिँ हाल्नुभयो। बुढीले कसलाई हाल्नुभयो त? खोइ त्यही घन्टीमै भन्दै हुनुहुन्छ। घन्टीमा हालेर यस्तो बिजोको हो अहिले। के पछिटो ठिकै छ। म चाहिँ के हजुरको घर देखाउनु न त, कति कस्तो छ घर? भित्र कस्तो बनाउनु भएको छ हेरौँ त भित्र। यही हो। हजुर। यो चाहिँ किचन अनि यही 1 कोठा 2 कोठाको मात्रै हो। 2 कोठाको मात्र हो। झ्यालहरू निकाल्नु भएको छ है? हजुर, झ्याल यो पानी परिरहेछ अनि निकालेर यसो यताउति झ्याल निकालेर सुरक्षित गर्नु भएको? हजुर, यसमा बसायो। हजुर। यहाँ भाडा तिर्न पर्दैन हजुरहरूले? कसैले फर्काएर भाडा लिन्थ्यो कि के थियो यहाँ? त्यस्तो त थिएन। त्यस्तो अहिले पनि छैन त्यस्तो? त्यस्तो त छैन। कुनै पार्टीहरूले भाडा वसुल्ने हप्ता वसुल्ने गर्छन् गर्छन् यो ठाउँमा? त्यस्तो त थाहा छैन। हजुरको पर्सनल जस्तै भयो बसुन्जेल हो होइन? हजुर। अनि बसिन्जेल चाहिँ जस भाडा तिर्नु परेन हामीले चाहिँ त्यति चाहिँ सहुलियत हो। 2 कोठा घर बनाउनु बारे चाहिँ पक्की घर जस्तै छ होइन? यो घर बनाउनु चाहिँ कति लाग्यो? यो त एकचोटि म मलेसिया गएको थिएँ। हजुर। त्यतिखेर अलिक सस्तै थियो, त्यही 1.5 लाख जति लाग्यो। हजुर। यो बनाउँदाखेरि 1.5 लाख जति लाग्यो होइन? हिजो डोजर चलाउने बेलामा कोही अभियन्ताहरू आएर कोही आएर उचाल्नु भयो कि भएन त हजुरहरूले? खोइ त्यस्तो चाहिँ खासै थाहा भएन। अब आफ्नै सामानहरू सार्दै व्यस्त भयो। अनि खासै अरूको पछि पनि लाग्दिनँ म त। आफ्नो सामानहरू यताउति सुरक्षा कसरी गर्ने, कहाँ जाने भन्ने चिन्तामै त्यत्तिकै हो। त्यत्तिकै हो होइन? कोही राजनीतिक पार्टीले उचालेन भनौँ न? हजुर, म त पहिल्यैदेखि त्यस्तोमा हिँड्दिनँ थिएँ। अनि आफ्नै गरी खाने आफ्नै। काम चाहिँ के गर्नुहुन्छ? उतै यसो कोही बेला पायो भने त्यही ज्यामी गर्छु, मजदुरी गर्छु। अनि त्यस्तै हो। अनि कोही बेला त्यो पनि काम अब जहिले तहिले हुन्न। हजुर। भइगयो भने नि कमाएको त्यो काममा फेरि सबै पुरै नपाइँदो रहेछ। हजुर। भरै भोलि भन्दा कसैले पैसै नदिँदो रहेछ। त्यहाँ गयो भने जान्छौँ। पहिला त जान मान्नु भएन अरे नि त सुकुम त्यो अपार्टमेन्टमा बस्नाले। सानो कोठा भयो के कोठा भयो भनेर कमेन्ट गर्नुभयो अरे नि त ककलले हो। हजुरहरूले होइन होला तर हामी त होइन। हामी त अब पहिल्यैदेखि जाने पछि हामी त अब नभएकै मान्छे हो होइन? अनि त्यही भएर जाने पछिमै अब सबैजना अब जानु मान्दैन, बहुमतले नजाउँ भन्छन्, कसैले के भन्छन्। अनि त्यही भएर हामीले चाहिँ वास्तविक पीडामा पर्यो। अब त्यतिखेर नि जानु पाएन। पहिला चाहिँ अब सरकारले भत्काउने के गर्ने मात्रै भन्थे। यसपालि चाहिँ अब हाम्रो बालन प्रधानमन्त्रीज्यूले व्यवस्थापन गर्छु भन्नुभएको छ। त्यसमा आश पनि लागिरहेछ। यत्तिकै यो भत्काएर छोड्नुहुन्न होला। हामी जस्तो वास्तविक सुकुमवासीलाई चाहिँ केही अन्त काहीँ जग्गा जोड्न सक्नु भएन है अहिलेसम्म? छैन। त्यही बच्चाहरूलाई अब सकि नसकी पढाउँदैछु। पढाउँदा पनि अब त्यो पुरै अब त्यो तिर्नु सक्दैन। त्यही अर्को महिना गर्दै 3-4 महिनाको बाँकी राख्दै त्यस्तरी छ। त्यस्तरी हजुर, त्यस्तरी गरिरहनु भएको छ। हस् है त, धन्यवाद हजुरलाई आफ्नो गुनासो पोख्नुभयो। सरकारलाई के भन्नुहुन्छ अब लास्टमा भन्नुपर्दा अब त्यही हो। हजुरले जे भनेर अब यो भत्काउनु लाग्नु भयो। हजुर। अब त्यो बाधा चाहिँ पुरा गर्नु होला। हामी अब भाग्नेहरू अब पैसा हुनेहरू त उनीहरूलाई त मतलबै भएन। उनीहरू त अब आफ्नो घर जाला कि कोही हुकुमवासी होला के होला। हामी जस्तो वास्तविक सुकुमवासीलाई चाहिँ यत्तिकै भत्काएर बिजोग पारेर चाहिँ नछोडिदिनु होला भन्ने। यो क्षेत्रमा नि 90% मात्र हुकुमवासी अनि 10% मात्र सुकुमवासी छन् भनेर हल्ला गर्छन् नि हो? अहिले बुद्ध चाहिँ त्यस्तै लाग्नु थाल्यो। किनभने प्रायः जसो मान्छे लेखाउनु उता टिपाउनु नै नजाँदो रहेछ। अनि अरू ठाउँमा जग्गा देखिन्छ भनेर। हजुर, त्यस्तै रहेछ। अब हामी त कहाँनिर टिपाउने भनेर खोज्दा बल्ल तल्ल पत्तो लागेर छुट्टिन्छ कि भन्ने डर लागेर बल्ल तल्ल जानुभयो। हजुर, जानुभयो है। ल हजुरलाई चिन्ता नगर्नु होला, सरकारले व्यवस्था गरिहाल्छ होइन? वास्तविक सुकुमवासीलाई डर छैन के? हजुर, अरूलाई चाहिँ आश लागिरहेछ। अरूको के भन्छ भनाइमा नउचालिदिनु होला। त्यही भएर अहिलेसम्म बिग्रिया हो। ल धन्यवाद है त। 1.5 लाखको घर भत्काउनुको दुःख त होला नि त मनमा होइन? हजुर, मनमा त दुःख छ, पीडा छ। अब के गर्नु है? पीडा भयो नि हाँसिरहनु भएको त? हजुर, अब के गर्नु, अब रुएर भएन है। हजुर। घरमा को हुनुहुन्छ अहिले घर परिवारमा? अहिले म, श्रीमती अनि
दुईजना छोराहरू दुईजना छोराहरू हुनुहुन्छ। सार्वजनिक जग्गामा किन बनाउनु भयो त यो ऊहरू त यो मेन चाहिँ त्यही हो अब घर अब रोजगारहरू छैन अनि त्यही भएर अब कमाइ छैन अनि यसो भाडाको सहुलियत हुन्छ कि भनेर भाडाको सहुलियत हजुर भनेपछि यहाँ बनाएपछि यसो भाडा तिर्नु पर्दैन कि भन्ने आशमा। सार्वजनिक जग्गा हुने थाहा छैन हजुरलाई? यो सार्वजनिक भन्दा पनि खोइ मैले त कस्तो सुनेको थिएँ भने यो चाहिँ ओइलानी जग्गा अनि त्यस्तै सुनेको थिएँ पहिला खोइ खोला कि के बग्थ्यो अरे यहाँ खोइ के त्यो खासै राम्रो चाहिँ थाहा छैन त्यस्तै हजुर थाहा नभए नि घर ठडाउनु हो है हजुर बनायो आज अब भत्किनु भयो हजुर आज हजुर भत्किन्छ। अब कहाँ जानुहुन्छ त अब घर भत्काउने भनिहाल्यो होइन सुकुम्बासीले वास्तविक सुकुम्बासीलाई चाहिँ बस्ने ठाउँको व्यवस्था गर्छु भनेको छ हजुरहरूले नाम टिपाउनु भयो कि भएन त? हजुर अब त्यही हाम्रो मेरो श्रीमती चाहिँ त्यही नाम टिपाउनु जानुभएको छ हजुर मेरो श्रीमती र दिदी हजुर अनि उता के हुन्छ पुरै ऊ भइसकेको छैन टिपाउनुलाई लाइनमा बसिरहेको छ भन्ने कुरा लाइनमा बसिरहेको छ। हजुर झुकाउनु त भएन नि सुकुम्बासी भनेर? हजुर झुकाउनु त भएन नि सुकुम्बासी भनेर? ए छैन मेरो त त्यो हेऱ्यो भने सबै त्यहाँ देखाइहाल्छ देखाउँछ है घर जग्गा केही छैन? हजुर छैन त्यो भनेको त भएकै कुरा हो अब त्यो झुकाए पनि त्यहाँ अब डाटाहरू केहरू हेर्दाखेरि थाहा भइहाल्ने कुरा हो। अब वास्तविक सुकुम्बासीलाई अपार्टमेन्टमा राख्नु भनेको छ नागरजुङ लगायत अरू ठाउँको अपार्टमेन्टमा हजुरहरू त्यहाँ राख्यो भने जानुहुन्छ त बस्नलाई? जान्छौँ अब यो पनि त्यही अब भाडा तिर्नु नसकेर यताउति आफ्नै समस्याले गर्दा बसेको। के छ अब डोजर लाउने कार्यक्रम छ मनमा के खेलिरह कस्तो भइरहेछ? अब मनमा त के हुनु यत्रो वर्ष बस्यो हजुर ती माथि अब हामीलाई त पीडै छ चिन्ता छ पीडा छ है। कति वर्ष बस्नुभयो? यहाँ बस्यौँ हामी ठ्याक्कै त्यस्तै 15-16 वर्ष जति बस्यौँ। 15-16 वर्ष अगाडि के भनेर यो ठाउँमा आउनु भएको थियो? अब यो बस्ने ठाउँ त्यही हामी थिएन अनि काठमाडौँ आएर यसो कामसाम गर्दा अब त्यही हो खाना लगाउन अलिक अभाव थिएँ अनि बस्न पनि अब यहाँ अलिक सहज हुन्छ कि भनेर यहाँ आएर बस्थ्यो। गाउँ कुन ठाउँमा बस्नुहुन्थ्यो पहिला? पहिला झापामा बस्थेँ तर सानैमा आएको म चाहिँ त्यस्तै 5-7 वर्षको अनि बाउले लिएर आउनुभयो यता। हजुर बाउले चाहिँ अब त्यही पहिला गलैँचा सलैँचा यस्तै अब काम गर्नुहुन्थ्यो अनि म चाहिँ अब केटाकेटी नै थिएँ गाउँको खासै थाहा छैन अनि पढ्नु पनि यहाँ पाएको थिइनँ मैले काठमाडौँमा अनि यस्तै एउटा रकमार भन्ने त्यो बच्चाहरूलाई पहिला झापामा जग्गा थिएन भन्नुभयो होइन? झापामा चाहिँ कस्तो जग्गामा बसिरहनु भएको छ बाहरू हजुरहरू? ए बाहरू चाहिँ यस्तै यही अहिलेको जस्तै ओइलानी जग्गामै हजुर ओइलानी जग्गामै बस्नुहुन्थ्यो हजुर अनि त्यो नम्बरिङमा होइन अनि त्यो पनि अब यस्तै यहीँको जस्तै सुकुम्बासीमै बस्नुहुन्थ्यो।